नमस्ते, स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा। आज न्यू ब्लग है। यतिखेर चितलाङको यात्रामा छौँ हामी। सो यो चाहिँ काठमाडौँ हेर्न चाहिँ कस्तो दामी देखिँदो रहेछ। चितलाङको बाटो एकदम अप्ठ्यारो, हाम्रो साथी एकजना यहाँ लडिसकेको छ। सो हामी अब अगाडि बढ्दैछौँ। यो चाहिँ काठमाडौँ भ्याली हो। ल फाइनली हामी चितलाङको लागि चाहिँ अगाडि बढिसकेको छौँ। यो चाहिँ चितलाङ जाने अफ रोड छ है। अफ रोडहरू एकदम अफ रोड पनि छ, अन रोड पनि छ। यतिखेर हामी चितलाङको लागि निस्किएकै क्रममा यो चाहिँ म भइहाल्यो, जुन भिडियोमा देखिरहनु भएको छ। हामी यो ब्युटिफुल प्लेसहरू सँगसँगै रमाइलो गर्दै 6 जना गइरहेको थियौँ। जाँदा जाँदै रमाइलो भयो, इन्जोय पनि गऱ्यौँ होइन। तर लास्टमा के भयो भने मेरो एक्सिडेन्ट भयो है। मेरो खुट्टामा अलिकति चोट लाग्यो। त्यो चाहिँ लास्टमा भिडियोमा देख्न सक्नुहुन्छ तपाईँले है। हामी फर्किँदै गर्दा रात परेको थियो र रात पर्ने क्रममा चाहिँ एक्सिडेन्ट भयो। त्यति चोट चाहिँ लागेन। सो अलिकति बाइकमा हल्का प्रब्लम भयो। त्यस्तै रातको 7-8 बजेको थियो। त्यतिखेर चाहिँ हामी चितलाङ मात्रै गएनौँ र चितलाङ भेडा फार्म, त्यस पछाडि कुलेखानी ड्याम हुँदै हामी फर्केको थियौँ भने यो भिडियोमा चाहिँ सबै कुराहरू समेटिएको छ। सो भिडियोलाई फुल इन्जोय गर्नु होला र पुरा भिडियो हेरिदिनु होला, एकदम इन्जोय हुनेवाला छ। यो चाहिँ चितलाङको बजार हो। यो चितलाङको बजार चाहिँ खासै ठुलो रहन्छ। हाम्रो प्लानिङ चाहिँ खास गरी चितलाङ पुग्ने थियो भने, तर चितलाङमा चाहिँ खासै केही रमाइलो नलागेपछि हामी चाहिँ यो चितलाङ हुँदै हामी भेडा फार्म भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँ चाहिँ अलिकति हामीले भिडियोमा पहिला पनि देखेको कारणले गर्दा अलिकति राम्रो जस्तो लागेर चाहिँ हामी सबैजना चाहिँ भेडा फार्मतर्फ लाग्दैछौँ। चितलाङबाट भेडा फार्म भनेको चाहिँ लगभग आधी घन्टा जस्तो लाग्दो रहेछ। हामी त्यहाँको तर्फ जाँदै गर्दा चाहिँ यो बाटोको ब्युटिफुल प्लेसहरू र सुन्दर सुन्दर पुरानो डिजाइनका घरहरू हेर्दै हामी लागिरहेका थियौँ। त्यतिकैमा हामीले बिचमा एउटा केही देखेर चाहिँ हामीले यसको क्याप्चर गर्ने प्रयास गऱ्यौँ। सो यसको हामी केही रिभ्यू गर्छौँ है त। हामी चितलाङको यो बिच बजारमा आइसकेका छौँ। के मूर्ति पनि छ, साथी बनाइराखेका छौँ भने बाइक राइडर पनि हुनुहुन्छ है। त्यहाँ बाइकको मूर्ति छ। सो यो चाहिँ पुरानो स्थितिमा रहेछ। अब अगाडि बढ्दैछौँ, के हुन्छ कसो हुन्छ सो हामी अपडेट दिँदैछौँ है त। त्यतिकैमा राइड गर्दा गर्दै लगभग आधी घन्टाको राइडपछि हामी अब भेडा फार्म पुग्नेवाला हुन्छौँ। यहाँ चाहिँ एकदम रमाइलो दृश्य हेर्दै हामी यो सल्लाहको रुखहरू सँगसँगै हामी भेडा फार्म पुग्नेवाला हुन्छौँ। सो यसको लागि चाहिँ केटाहरू अगाडि गइसकेको छ भने हामी पछाडि छौँ। हामी जस इन्जोय गर्दै गइरहेको थियौँ। त्यतिकैमा हामीले बाटोमा केही रमाइलो दृश्यहरू पनि देख्यौँ होइन। यहाँ चाहिँ एकदम कृषिको लागि चाहिँ प्रसिद्ध ठाउँहरू रहेछ। सो हामीले त्यो पनि यो भिडियोमा क्याप्चर गरेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ ठाउँदेखि लिएर हरेक कुराहरू यहाँको एकदम राम्रो र एकदम ब्युटिफुल देख्नेवाला छ। आज मौसम पनि क्लियर छ किनकि पानी परेको छैन र एकदम सबै कुराहरू राम्रोसँग भिडियोमा देख्न सकिन्छ हामी सबैले होइन। र बाटो चाहिँ भन्नुपर्दा फेरि एकदम धुलो उड्ने टाइपको छ होइन। एकदम त्यति अन रोड पनि होइन, एकदम अफ रोड टाइपको बाटो। अलिकति सानो छ, गाडी आयो भने चाहिँ अलिकति साइड लाग्नुलाई अलिकति गाह्रै पर्नेछ। सो अगाडि राखेको गाडीमा चाहिँ फर्सीहरू लोड गर्दैछ। यहाँ चाहिँ एकदम ठुला फर्सीहरू तपाईँ देख्न सक्नुहुन्छ। मैले भिडियोमा पनि देखाएको छु। एकदम ठुला फर्सीहरू। त्यसै गरी तरकारीहरूको लागि चाहिँ यो बेस्ट ठाउँ रहेछ। यहाँ चाहिँ काठमाडौँ लग्ने रहेछ। त काठमाडौँबाट यहाँ आउनको लागि चाहिँ एकदम त्यो चन्द्रगिरीको उकालो हुँदै आउनु पर्दाखेरि चाहिँ एकदम गाह्रो छ। यो चाहिँ फर्सी तपाईँले देख्न सक्नुभयो। यहाँ कति मान्छेहरू चाहिँ काम गरिरहनु भएको छ। त्यो फर्सी टिप्दै काठमाडौँ लानको लागि प्याकिङ हुँदैछ भने
र काठमाडौँबाट आउँदा चाहिँ एकदम अफ रोड चन्द्रगिरीको हाइट हुँदै हामी तल झर्नुपर्ने हुन्छ, चितलाङ झर्नुपर्ने हुन्छ। यहाँसम्म चाहिँ चितलाङ नै बोल्छ भने यहाँबाट अलिकति उता गएपछि चाहिँ भेडा फार्म। अब हामी फाइनली भेडा फार्म पुग्नेवालामा छौँ है त। हामी यहाँ केही समय रोक्नेछौँ। एउटा भेडाको चित्र पनि रहेछ यहाँनिर चाहिँ होइन। बाख्रा फार्म होइन नि त, भेडा फार्म भनेपछि भेडाकै हुनुपर्छ, भेडै हो। यहाँ चाहिँ एउटा भेडाको स्क्र्याच पनि रहेछ। सो यो चाहिँ भेडा फार्म नै हो। यहाँ चाहिँ काठमाडौँबाट हामी आउँदैछौँ। काठमाडौँबाट आएको आज। काठमाडौँ आएको त कहाँ हो हामीलाई नै थाहा छैन होइन। फर्स्ट टाइम आएको नौलो ठाउँ र नयाँ ठाउँ हेर्ने भनेर। अब कति प्रायः त देखिसक्यो होला, तर हाम्रो लागि चाहिँ यो नयाँ नै हो होइन। यो ठाउँहरू बवाल छ। यो हो अब हामी यहाँ फोटोसोटो खिच्छौँ। अब त्यो उसमा जाने विचार छ। अब यसमा जान्छौँ, यस पछाडि यसमा जान्छौँ। भेडै चढिरहेको छ, यो भेडै चढिरहेको छ। ल अरू चाहिँ बाइक चाहिँ तल राखेको छौँ। बिस्तारै केटाहरूले यहाँ मिलाउँदैछ। यो चाहिँ मिलायो भने जो लक्की हुन्छ त्यसले चाहिँ पुरै यहाँ गिफ्ट पाइन्छ अरे। यो लक्की मिलाउँदा है, त्यही भएर मिलाउँदैछ। सो भेडा फार्मबाट देखिने, भेडा फार्मको यो चौरबाट देखिने प्लेसहरू है। यता चाहिँ आउँदै हुन्छ हाम्रै केटाहरू। हामी अब लाग्ने कुरो हुँदैछ होइन त। रोजी तिम्रो भिडियो आइरहेछ है पुरै। भेडा फार्म, फाइनली भेडा फार्म पनि घुम्यो। गाइस अब हामी यो भेडा फार्मबाट कुलेखानी जाने तर्फमा छौँ। सो बाइक निकाल्नुपर्ने हुन्छ। यहाँ चाहिँ मान्छे धेरै छ एकदम। ल हाम्रो बाइक यहाँनिर छ। यहाँ चाहिँ मान्छे एकदम प्याक हुन्छ। यस खतरा रमाइलो छ। अब बाइक निकाल्नु पर्ने हुन्छ। खोइ त भिनाहरू, खोइ त खोइ भिनाहरू तल हो। बाइक खोइ त तलै हो। जाउँ न, हामी जाउँ है त। जाउँ। यहाँ बाइक जाने जाने हेर्नु त्यहाँ अगाडि गरे। हामी बाहिरै राख्न नि तयार थियौँ है। बाहिरै राख्न नि तयार थियौँ, हामी भित्रै राख्नुपर्ने थिएन होला। पोखरा है केटा हो, पोखरा। फाइनली हामी कुलेखानी ड्याममा आइसकेका छौँ। यतिखेर हामी सबैजना मिलेर कुलेखानी ड्यामको मनोरञ्जन हेर्दैछौँ। सो काठमाडौँबाट जम्मा 1 बजे हिँड्दाखेरि नि 4 बजे हामी कुलेखानी ड्याममा आएर माथि घुम्दै आएर पनि छिटै आइसकेका छौँ। यहाँ चाहिँ डुङ्गा लाग्ने सबै कार्यक्रम हुन्छ। सो हामी अब एकछिनपछि यहाँ डुङ्गा खेल्छौँ। एकदम राम्रो छ, प्लेसहरू पनि दामी छ। यहाँ माथि पार्किङ गरेको 30 रुपियाँ लाग्दो रहेछ जति राखे पनि। यहाँ ल्यायो भने चाहिँ फ्रीमा हुन्थ्यो, तर हामीले यहाँ ल्याएनौँ। सो माथि नै राखेर आयो। त्यस बाटो दामी छ। हामी अब तल जान्छौँ है त। केटाहरू यहाँ पुरा फोटो भुलेको खिच्ने सिरसारमा छ। ल यही हो प्लेसहरू। जाउँ गाइस, तल जाउँ तल।
ढुङ्गा चढ्ने भनेर आएको तर यहाँ केटाहरूलाई पानीदेखि डर लाग्छ अरे सब हेर्दैछौँ 150 250 त्यसले हामी कुलेखानीको ड्याममा ढुङ्गासँग सब चढेर अब ड्यामहरू यो डाँडाबाट ड्याम हेर्दैछौँ यसको राउन्ड कति रहेछ र कति फराकिलो छ भन्ने कुरो चाहिँ हामी यो डाँडाबाट हेर्दैछौँ तर दामी रहेछ यहाँ यो ढुङ्गा चढेको चाहिँ 150 रुपियाँ पर्छ पर व्यक्तिको 150 रुपियाँ टिकट काटेर ढुङ्गा चढ्नु पाउँछ यहाँ चाहिँ अनि बाइक पार्किङको 30 रुपियाँ लिन्छ जस्तो दामी छ ठाउँहरू मोबाइल छ रिसोर्टहरू पनि सब छ यो ड्याममा हामीले घुमेर सकिसकेका छौँ यहाँ चाहिँ हाम्रो 3 भाइ बसिरहनु भएको छ जो एकसाथ यता फर्किँदैन होला 3 जना एकसाथ यता फर्किन्छ एकैसाथ यता फर्किदिनु त ड्यामको अघिपछि ल यो चाहिँ फेवाताल हो है पोखराको नभए पनि कुलेखानीको फेवाताल हो सो अब हामी यहाँबाट निक्लिनेवाला छौँ तब तकको लागि के छ हाम्रो लागि अघि लास्ट इन्डिङमा हामीले भनिदिनु पर्ने कुरा भनिदिनु त सो अब लाइक कमेन्ट सब्सक्राइब चाहिँ त नि अब इन्डिङमा भन्नुपर्ने कुराहरू चाहिँ भिडियो इन्डिङ हो यो हाम्रो होइन इन्डिङमा चाहिँ के भन्नुहुन्छ तपाईँ यसो 2 शब्द भनिदिनु टक्क हाम्रो भ्युवर्सहरूलाई भ्युवर्स 5 जना भन्दा हुँदैन जहिले पनि भिडियो हाल्दा अब यो भिडियोमा चाहिँ अलिक बढी हुनु पऱ्यो होइन इन्डिङमा भन्नुपर्दाखेरि अब के छ जस्तो रमाइलो छ यो ठाउँ होइन तपाईँहरू पनि आउनु होला यो ठाउँ रमाइलो छ होइन कुलेखानी ड्याम भनिन्छ यसलाई यो ड्याममा एकदम रमाइलो छ होइन तपाईँ निराश हुने मान्छे पनि यहाँ आएर एक्लै बस्नु छैन उसलाई अलिकति फिल एकदम राम्रो फिल हुन्छ उसलाई एकदम खुसी फिल हुन्छ होइन ओके ल है त धन्यवाद ल बाई बाई चाहिँ बाइक चिप्लेर होइन चिप्लेर एक्सिडेन्ट भएको छ क्या खुट्टाको हड्डी नै घोडाको हड्डी नै फर्क्या कस्तो लडेर टायर पनि लेगाडले हो यहाँ देखिन्छ यता देखा त यहाँबाट हो कि भाइजरतिर छैन लेगाड बाङ्गिया थियो अलिकति बाङ्गे के हामी झर्नुभन्दा अगाडि यो झरेर उठाउनु गएको थियो दुख्छ नि भोलि लास्टै दुख्छ यो कम त घोडा ड्याङ्गा जाने बित्तिकै तोरीको तेल लाउनुपर्छ भोलिपल्ट सुन्नेको हरम तोरीको तेल तताएर दलेर सुत्नुपर्छ सुनिँदैन मेरो त्यो काम गर्ने बेला त्यो पिभिसी पाइप हुन्छ नि स्यामलाई के अरे त्यो फलमको पाइप त्यो माइलालाई भित्र पसेर खोल्नु लगाएको म बाहिर थिएँ मैले पनि यादै गरिनँ सडकको घुमायो होइन प्लेनमा पाइपले कस्तो लागेको यहाँ आउँदैसम्म दागेको गएर तेल लगाइदिइहालेको भोलिपल्ट त सुन्नेको हरेको अब यो यसमा र यसमा यो घोडा र यसमा यस्तो दुख्छ नि
भिडियो चाहिँ काठमाडौँ आउँदै गर्दाको लास्ट भिडियो हो। सो यतिखेर चाहिँ हामीले केही समय रोकेर आराम गरेर रेस्ट गरेको देख्न सक्नुहुन्छ र यहाँ अलिकति इन्जोय गरेर पनि देख्न सक्नुहुन्छ। यो भिडियो फुल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी फेरि यस्तै भिडियोहरू लिएर आउनेछ। तपाईँसँग सबै बिदा हुन्छ। हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला।